भरतले पञ्चाका। हेलो गाइज, वेलकम टु आवर च्यानल। तपाईहरु सन्चै हुन्छ होला, म पनि सन्चै छु भन्दै। अनि तपाईहरुले तिहार के कसरी मनाउनु भयो? तपाईहरुको सायद तिहार राम्रो नै भयो होला। मेरो पनि ठिकै भयो। भैलो सैलो खेलियो, भैलोमा पैसा उठाएको थियौँ। पिकनिक खाने कुरा छ हाम्रो। तपाईहरुको चाहिँ के कति उठेको थियो र के गर्नुहुन्छ? तपाईहरुले घुम्न जानुहुन्छ के गर्नुहुन्छ? सो कमेन्टमा छोड्नु होला। अनि प्यारो भान्जा आएको छन्, बाख्रा हेर्नको लागि आएको रहेछन्। अनि पछि एकछिन यिनी बाहिर दाइको राम्रो प्रदर्शन देखिसकेको थियो। त्यो पनि म तपाईहरुलाई देखाउने छु भिडियोको बिचमा। तपाईहरुले मेरो भिडियोमा अडिराख्नुहोस्। र यिनीहरूले दुई भाइमा कोसँग कति तागत भनेर देखाइरहेको थिए, त्यो पनि तपाईहरुलाई देखाउने छु। सो सब भिडियो हेर्नु होला। सँग कति तागत छ भनेर प्रदर्शन गर्न लागेको छन्। यसलाई चाहिँ नेगेटिभ रूपमा नलिनु होला। सबैले हाँसो मजाक र टाइम पास रोमाञ्चक भिडियो हिसाबले लिनु होला। ओ भाइ जोनसेनाको लग हानिसकेको छ हाम्रो भरत भाइले। ए शङ्कर भाइ जोसिँदै पुरै माउल मारिसकेका छन्, याकी खानिसकेका छन्। अब भरत भाइ जङ्की पारामा 1 2 3 खुत्रुकै। अब भइसक्यो खुत्रुकै। या जङ्की शङ्कर या 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 पत्र प्रदर्शन देखाउँदै शङ्कर जङ्की आइसकेको छन्। उफ्रिँदै ल्या फेरि दिइसकेको छन्। जङ्की पाहाडमा दुईजनै खतरा सेन्सा वा 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 फेरि एक भुवा खाइसकेको छन्। हाम्रो घरको नजिक चाहिँ यहाँ अब बाटो निकाल्नु लगाएको छन्। यहाँदेखि बाटो निस्किने कुरा थियो, अनि अलिकति विवाद आएको कारणले यो चाहिँ रोक्का भएको छ। अनि यहाँनिर जाली हाल्ने अरे, जाली आइसकेको छ। अनि पछि तपाईँहरूलाई देखाउनु यो पनि पुरा कम्प्लिट भयो भने यहाँदेखि पुरै तलसम्म बाटो जाने अरे, यो जालीको माथिबाट। अनि यो खोलाले फेरि भोलि बिहान हामीलाई नै असर पार्ला जस्तो छ। यहाँनिर जाली हाल्दाखेरि सिधै खोलाले हाम्रो घर ढाकेको छ। त्यही भएर यहाँनिर अलिकति विवाद भएको छ। त्यो पनि समाधान हुनै पर्ने छ होइन। सबैको कुरा मिलेको छैन, त्यो मिल्ने छ भन्ने आशा गर्दछु म। किनभने चाहिँ बाटोघाटो भने सबैलाई चाहिने हो। बट खोलाले पनि घरहरूलाई असर नपुर्याओस्, किनभने चाहिँ घर नजिकै छ होइन। घर खोलाको सिधा हुनुको कारणले जाली हान्दा हामीलाई असर पर्ला जस्तो लागिरहेको थियो। सो अनि भान्जा बाख्रा कतिखेर पुगाएको? बाख्रा कहिले आउने हो? साँझ? दाइ त फेरि बाख्रा बाँध्ने भनेर गइसक्यो त। त्यसैले हो। ए अनि आज दाइसँग को बलियो भन्दाखेरि के कस्तो भयो, केही भन्न चाहनुहुन्छ? तपाईँ दाइभन्दा बलियो हुनुहुने रहेछ या अलिक कमजोर हुनुहुने रहेछ, के लाग्यो तपाईँलाई? कमजोर छु जस्तो लाग्यो हजुरलाई? ठिकै छ, केही भएन। दाइसँग त्यो सामान्य हाँसो मजाकको तरिकाले लिनु पर्यो होइन, रिसिभी तरिकाले होइन। यसो टाइम पास गर्यो, रमाइलो गर्यो होइन र। त्यस्तो केही मनमा त केही छैन। भाइहरूले चाहिँ रमाइलो गरेको थिए, तपाईँहरूले पनि नेगेटिभ रूपले नलिनु होला। भाइले भनिसके त्यस्तो नेगेटिभ रूपले नल्याउनु होला। भाइहरूले ल्याएको छैन। यसै कारणले तपाईँहरूलाई यो भिडियोमा के कस्तो लाग्छ र त्यो दुई भाइमा को कतिको बलियो रहेछ, सो तपाईँहरूले कमेन्ट छोडिदिनु होला। यस्तै रमाइलो भिडियो हेर्नको लागि मेरो च्यानललाई सब्सक्राइब गर्नु होला। थ्याङ्क यू सो मच।